फेसबुकमा 5000 भन्दा बढी फ्रेन्डहरू कसरी बनाउन सकिन्छ? फेसबुकमा 5000 भन्दा बढी फ्रेन्ड बनाउनका लागि सबभन्दा पहिला त हामीले फोनमा रहेको फेसबुक एपलाई ओपन गर्ने। ओपन गरिसकेपछि प्रोफाइलमा जाने। प्रोफाइलमा गइसकेपछि तल डाउनमा स्क्रोल गर्दै जाने। सेटिङ एन्ड प्रिभेसी सेटिङ आउँछ, त्यसमा क्लिक गर्ने। त्यसपछि सेटिङमा जाने। सेटिङमा गइसकेपछि त्यसपछि स्क्रोल डाउन गर्दै जाने। स्क्रोल डाउन गर्दै गएपछि यता तल एउटा अप्सन देख्न सक्नुहुनेछ, हाउ पिपल फाइन्ड एन्ड कन्ट्याक्ट यु। यसमा ट्याप गर्नु होला। यसमा ट्याप गरेपछि यहाँ हु क्यान सेन्ड यु फ्रेन्ड रिक्वेस्ट भन्ने अप्सन हुन्छ एउटा। अर्को हु क्यान सी सेन्ड यु फ्रेन्ड रिक्वेस्ट भन्ने अप्सन हुन्छ। यसमा ट्याप गर्नु होला। यसमा एभ्रीवान छ मेरो, म हटा। थोरै डाउनमा आएर फ्लर्स एन्ड पब्लिक कन्टेन्टमा जानु होला। त्यहाँ फेरि हु क्यान फलो मी अप्सन देखिन्छ अनि धेरै अप्सनहरू देखिन्छन् त्यहाँ तलसम्म। त्यसमा सबैमा पब्लिक गरिदिनु होला। जस्तै मैले सबमा पब्लिक गरिसकेको छु, अलरेडी नै पब्लिक गरिसकेको छु। तपाईँहरूले पनि यस्तै हु क्यान फलो मी भन्ने अप्सनमा जानु होला। त्यहाँ पब्लिकमा टिक लगाएर सेभ गरिदिनु होला। अनि सेकेन्डमा पनि त्यस्तै हु क्यान सी यर फलोवर्स यर टाइमलाइन भनेर त्यसमा पनि पब्लिक गरिदिनु होला। पब्लिक गरेर सेभ गरिसकेपछि फेरि अर्कोमा हु क्यान सी द पिपल पेज एन्ड लिस्ट यु फलो भन्ने छ, त्यहाँ पनि पब्लिक गरिदिनु होला। त्यसपछि हु क्यान कमेन्ट अन यर पब्लिक पोस्टहरूमा त्यो पनि पब्लिक गरिदिनु होला। अनि त्यसपछि पब्लिक पोस्ट नोटिफिकेसनमा गइसकेपछि त्यसमा पनि पब्लिक गरिदिनु होला। पब्लिक गरिसकेपछि अनि लास्टमा पब्लिक प्रोफाइल इन्फो आउँछ, त्यसमा पनि पब्लिक गरिदिनु होला र सेभ गरिदिनु होला। यति गरिसकेपछि साथीहरू यहाँबाट ब्याक जान सक्नुहुन्छ। तपाईँहरू ब्याक जानु होला। ब्याक गइसकेपछि यहाँ 3 डट वाला अप्सन देखिन्छ, 3 डटमा क्लिक गर्नु होला र भ्यू एजमा ट्याप गरिसकेपछि यहाँ मेरो फलोको अप्सन आइसकेको छ। यसै गरी तपाईँहरूको पनि फलोको अप्सन आउनेछ साथीहरू। आजको भिडियो कस्तो लाग्यो, युजफुल लागेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरी सँगै रहेको नोटिफिकेसन बेलमा टच गरी अल नोटिफिकेसन अन गर्न नबिर्सनु होला। धन्यवाद।